राम राधे राधे। आज म अभियन्ता वा संगठनको प्रतिनिधि भएर बोलिरहेको छैन। म एउटा भाइ भएर बोलिरहेको छु। आफ्नै घरको अबोध बहिनीमाथि यस्तो अत्याचार भएको भए जस्तो हृदयमा उठिरहेको चित्कार र वेदनालाई प्रकट गर्दैछु। त्यो 3 वर्षकी नानीले कसैको के बिगारेकी थिए। उनलाई संसारको अर्थ पनि थाहा थिएन। उनीसँग आफ्नो बचाउ गर्ने शक्ति थिएन। उनले कसैसँग बेर राखेकी थिएनन्। उनको संसार त आमाको काख, बाबुको माया र परिवारको मुस्कानमै सीमित थियो। तर आज त्यो नानी हामी बीच छैन। 3 वर्षको कलिला अबोध बालिकाको शरीरमाथि भएको निर्ममतापूर्वक क्रूर र अमानवीय हिंसाले मानवताले नै लज्जित भएका छन्। दुवै आँखा निकालिएको र जिब्रो काटी बालिकाको हत्या गरिएको छ। यो केवल एउटा बालिकाको हत्या होइन, यो हाम्रो समाजको विवेकमाथि गरिएको निर्मम प्रहार छ। आज मेरो मनमा एउटै प्रश्न छ, त्यो नानीले अन्तिम क्षणमा कसलाई पुकारिन् होला? आमा, बाबा, दाजु, भगवान कि समाज? त्यो आवाज हामीले सुनेनौं, तर आज उनको मौन आत्माले हामी सबैलाई प्रश्न गरिरहेको छ। यदि एउटा 3 वर्षकी बालिका पनि सुरक्षित छैन भने हामीले कस्तो समाज बनाइरहेको छौं? सरकारसँग मेरो विनम्र तर अत्यन्त कठोर आग्रह छ, यो घटनालाई सामान्य आपराधिक घटना जस्तो नलियोस्। अनुसन्धान निष्पक्ष होस्, प्रमाण सुरक्षित गरियोस्। राक्षसी प्रविधि अपराधीको पहुँच, उमेर, परिवार, राजनीतिक सम्बन्ध वा सामाजिक हैसियत केही पनि न्यायको बाटोमा बाधक नबनोस्। राज्यले यस्तो उदाहरण स्थापित हुनुपर्छ कि कुनै अपराधीले भविष्यमा कुनै बालिकाको, युवती, महिला माथि यस्तो दुष्कर्म गर्ने सोच्नु अघि नै कानून भयले कापुनु परोस्। जनताले देख्न नेपालमा अबोध बालिकाको जीवनमाथि हात उठाउने अपराधीका लागि कुनै राजनीतिक संरक्षण, पहुँच वा सम्झौताको ठाउँ छैन। आज त्यो बालिका बोल्न सक्दिनन्, त्यसैले उनको आँखाको ठाउँमा हामी बोल्नुपर्छ। उनको मौनताको ठाउँमा हामी बोल्नुपर्छ। उनको परिवारको आँसुको ठाउँमा राज्य बोल्नुपर्छ। आज त्यो नानी केवल एउटा परिवारकी छोरी होइनन्, उनी नेपालका हरेक बाबु आमाकी छोरी हुन्, हरेक दाजु भाइकी बहिनी हुन्, हरेक नेपालीको जिम्मेवारी हुन्। सरकार उसलाई न्याय दे। यस्तो कडा कानुनी तथा संस्थागत सन्देश देऊ कि भोलि कुनै अपराधीले बालिका, युवती, स्त्रीलाई आफ्नो विकृति इच्छाको शिकार बनाउने कल्पना गर्दा समेत उसको विवेकले होइन, कानुनको भयले उसको हात रोकियोस्। त्यो नानी अब फर्केर आउन सक्दिनन्, तर उनको मृत्यु व्यर्थ हुन नदेऊ सरकार। उनको नाममा यस्तो न्याय स्थापित गरौ कि भोलिका कुनै आमाले आफ्नी छोरीलाई बाहिर पठाउँदा डराउनु नपरोस्। न्यायको यस्तो उदाहरण स्थापित गर कि अपराधी मात्र होइन, अपराध गर्ने सोच राख्नेहरू समेत भयभीत हुन्। त्यो नानीका लागि, उनकी आमाको आँसुको लागि, उनका बाबुको टुटेको हृदयका लागि र नेपालका हरेक छोरीका सुरक्षाको लागि न्याय चाहिन्छ। अहिले चाहिन्छ, निष्पक्ष चाहिन्छ, उदाहरण बन्ने गरी चाहिन्छ। हे भारत सरकार, यस्तो न्याय बनाउनु कि त्यस्ता अपराधीलाई फाँसीको सजाय दिनुपर्छ बीच चौराहेमा भने हामी घोर फर्सना हामी सरकारसँग अनुरोध गर्न चाहन्छु। न्याय दे सरकार, न्याय दे।